नमस्ते, मेरो नाम धनसिंह बुढा हो। एक महिना अगाडि मैले सलिना सुनार बहिनीको भारी वर्षाको कारणले गर्दा खोला नालाले गर्दा बहिनीको घर एकदम क्षति गरेको थियो, घर बगाएको थियो। त्यसै सम्बन्धी भिडियो बनाएको थिएँ मैले। यो भिडियो मैले सेयर पनि फेसबुकमा पनि हालेको थिएँ, टिकटकमा पनि हालेको थिएँ। साथीभाइको सहयोग र सहायताले गर्दा आज सहयोग गर्नुभएको छ। सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी रकम पनि यहाँ पुगिसकेको छ। त्यही रकमले सलिना बहिनीको जबको कार्य हामी सम्पन्न गर्न लागिरहेका छौँ। 40,000 विदेशबाट आएको 40,228 रुपियाँ हो। म स्वयं आन्टीलाई दिँदैछु। अब यो पैसा विदेशदेखि पठाउनुभएका दाजुभाइको नाम उल्लेख पनि गर्नुपर्नेछ। सहयोगी मनकारी दाजुभाइ, आमा बुवा, दिदीबहिनीहरूले सहयोग गर्नुभएको छ। त्यसै गरेर कुसुमा मगर उहाँले 2,000 रुपियाँ सहयोग गर्नुभएको छ। हाल उहाँ साउदीमा बस्नुहुन्छ। त्यसै गरी दीपक बुढा जापानमा बस्नुहुन्छ। उहाँले 1,115 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी मनिष केसी भाइले 3,700 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँ चाहिँ अस्ट्रेलियामा बस्नुहुन्छ। त्यसै गरेर दीपक विक उहाँले 2,992 रुपियाँ सहयोग गर्नुभएको छ। हाल मलेसियामा हुनुहुन्छ। नवराज रावल, प्रिय भाइ नवराज रावलले पनि 2,128 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरेर कर्म बुढा हाल चाहिँ दुबईमा, उहाँ भाइले चाहिँ 1,055 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी कृष्ण गौतमले पनि सहयोग गर्नुभएको छ। त्यसै गरी 1,525 रुपियाँ उहाँ मलेसियामा हाल बस्नु आउँदै रहनुभएको छ। त्यसै गरी मालदिप्समा हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले धेरैभन्दा धेरै सहयोग गर्नुभएको छ। उहाँले गर्नुभएको छ 18,500 रुपियाँ। उहाँले चाहिँ नाम नखोल्नु होला, साथीभाइहरू सबैजना मिलेर पठाएको। एकजनाको नाम खोल्दा अप्ठ्यारो होला भनेर उहाँको नाम हामी खोल्न गएका छैनौँ। मालदिप्समा हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद व्यक्त गर्दैछौँ। त्यसै गरेर काठमाडौँमा बस्ने उहाँले पनि सहयोग गर्नुभएको छ। उहाँले सहयोग गर्नुभएको छ 3,500 रुपियाँ। उहाँलाई पनि धेरै धेरै धन्यवाद गर्दैछौँ। त्यसै गरी जापानमा बस्नुभएको छ एकजना दाजुले, उहाँले पनि 2,200 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँहरूले सहयोग गरेर नै आज हामीले यस कार्यलाई सफल पार्न पुगेका छौँ। त्यसै गरी सहयोग गर्ने दाजुभाइ दिदीबहिनीहरूले यस भिडियोलाई आज